हेलो एभ्रिवान, वेलकम टु माई डे 1 मिनी ब्लग। म चाहिँ एकदम सन्चै छु अनि हजुरहरू पनि सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्दछु। मैले चाहिँ अन्डा उसिन्नका लागि राखिदिए, त्यसपछि आगो बाले अनि अघि उसिन्न राखेको अन्डा पनि पाकिसकेको थियो अनि मैले अन्डाको चाहिँ कपडा खोल्दिन थाले। त्यसले चाहिँ मलाई कपडा नखोल्दै भनेर मेरो हात खोलिराखेको थियो, तर म त्यसले भनेको मान्ने भए पो मैले जबरजस्त त्यसको कपडा खोलिदिए साथीहरू। अनि यो चाहिँ मैले हिजो लगाएको मेहन्दी हो, कस्तो छ कमेन्ट गर्नु होला। मलाई मेहन्दी चाहिँ यति धेरै मनपर्छ नि साथीहरू, मैले घरमा लिएर राखिरहेको हुन्छु के, अनि जब मलाई मन लाग्छ नि तब म लगाइहाल्छु। अनि तब मेरो मम्मीको एउटा डायलग सुरु हुन्छ, त बेहुली हो, जतिखेर पनि बेहुलीले जस्तै लगाएको छ। ल अब यो मेहन्दीको कुरा चाहिँ छोडिदिउँ साथीहरू, यत्तिकैमा मैले अन्डाको बोक्रा पनि छिलिसकेँ। अघि मैले यता दुध पनि तताउन बसालेको थिएँ अनि यता दुध तताउँदै चाहिँ मैले दाल पनि पकाउनका लागि रेडी गरेँ साथीहरू। अनि दुध चाहिँ पाक्यो अनि म दुध झिक्छु अनि दाल बसाल्छु। मैले चाहिँ खाना छिटो बनाउनु पर्ने हुन्छ साथीहरू, किनभने भाइलाई खाना पुर्याउनु पर्छ। अनि यता चाहिँ बहिनी हेलो गर्दैछिन् अनि मैले खाना पकाएर पनि रेडी गरिसकेँ भाइलाई लग्नुको लागि। अनि म पनि रेडी भइसकेँ साथीहरू। त्यसपछि जान्छु म भाइलाई खाना पुर्याउन। नानी र म दुईजनाको लागि खाना लिएर जानुपर्ने थियो, त्यसले चाहिँ मैले नानीलाई लिएर गएको थिएँ। थ्याङ्क्स फर वाचिङ। आजलाई यति नै, भेटौँला अर्को मिनी ब्लगमा।